उहाँ हाम्रो बाबाजीले पाइल्स भएको जुन महिला पुरुष हुन्छ नि उहाँहरूको चाहिँ जरैदेखि चाहिँ निर्मूल पार्ने उहाँले चाहिँ एउटा औषधिको नाम जडीबुटी चाहिँ भन्नुभएको छ। एकचोटि उहाँको कुरो सुनौँ है त। यदि कसैलाई पाइल्स छ र खुन आउँछ भने यो पुनर्नवाको जडलाई चाहिँ हल्दीको काँडामा पकाएर खानुभयो भने यसले खुनी बबासीलाई ठिक गर्छ। मोहीसँग पनि खान सक्नुहुन्छ, एकदम राम्रो काम गर्छ। 5 देखि 7 ग्राम यसको जरो खानु होला, एकदम राम्रो काम गर्छ। पक्कै पनि साथीहरू उहाँ बाबाजीले भनेको कुरा चाहिँ तपाईँले सुन्नु नै भयो होला होइन। जसलाई पाइल्स छ उहाँ बाबाजीले भन्नुभयो जस्तै गरी त्यो जडीबुटी चाहिँ उहाँ बाबाजीले जसरी भन्नुहुन्छ त्यही हिसाबले सेवन गर्नुहोला, खानुहोला होइन। अवश्य तपाईँको पाइल्स चाहिँ निको हुन्छ है त। यो भिडियो चाहिँ सबले सेयर गर्नुहोला प्लिज, किनकि पाइल्स बिमारीहरूको लागि एकदम तपाईँको एक सेयरले गर्दा एकदम हेल्पफुल